हेलो साथीहरू, यदि तपाईहरु मांसाहारी हुनुहुन्छ र तपाई कुनै बेला है मासु खाँदाखेरि माछा खाँदाखेरि चाहिँ तपाईको घाँटीमा कोही बेला टुक्रै टुक्री हड्डीहरू अड्किन्छ नि त। अनि स्पेशली है माछा खाँदा चाहिँ एकदमै होसियारीको साथ खानुपर्छ। हामी ठुलोहरूले पनि नानीहरूलाई त झन् हामी डरले दिनु पनि दिने गर्दैनौँ है, दिँदैनौँ, त्यो काँडा अड्काउँछ भनेर डरले है। त्यसले गर्दाखेरि चाहिँ अब सानोहरूलाई त अलिकति जोगाकै ठिक छ। अब ठुलोहरूलाई पनि है, यदि तपाईहरूलाई है कसैलाई चाहिँ खाँदा खाँदै कोही बेला अड्किन्छ नि त, हड्डी पनि अड्किनु सक्छ, कोही बेला माछाको काँडा पनि अड्किनु सक्छ है। निकाल्नु सक्ने ठाउँमा छ भने चाहिँ तपाईले निकाल्दा भइहाल्छ है। यदि अब भित्रतिर गएर अड्केको छ भने चाहिँ तपाईले के गर्नुहोस् भन्दाखेरि चाहिँ आज म तपाईहरुलाई देखाउँछु ल। यो देख्नुभयो होला है, यो चाहिँ बस्तीमा पाउने है, यो कोदुली केरा भनेर भन्छ है, सानो खालको केरा यो। ठुलो चाहिँ तपाईहरुले अब यो पाउनु भएन भने चाहिँ ठुलै केरा खाँदा फेरि पनि भयो। यो चाहिँ अलिक सानो सानो हुन्छ, यो चाहिँ तपाईले एउटा खाँदा फेरि ठिक्कै भइहाल्छ है। तपाईले यो केरालाई चाहिँ एउटा खानुस् है। तपाईको त्यो काँडा नभए हड्डी त्यो जुन घाँटीमा अड्केको छ त्यसलाई चाहिँ यसले सोरेर लान्छ भनेर भन्छ है। यसले सोरेर लगेर चाहिँ तपाईको त्यो काँडा नभए हड्डीलाई चाहिँ तपाईको टोइलेटसित निकाल्छ। जब तपाई पाइखाना गर्नुहुन्छ, टोइलेट जानुहुन्छ है, यसले चाहिँ त्यति बेला निकाल्ने गर्छ है। यदि तपाईहरुको यो चाहिँ एकदमै प्रमाणित हो है। कतिजनाले तपाईहरुले गर्नु भएको छ भने कमेन्ट गरिदिनुहोस् ल। अनि यदि यो केरा पाउनु भएन भने चाहिँ अर्कै केरा खाँदा पनि हुन्छ है। तर यो चाहिँ यो यत्रो साइज चाहिँ तपाईलाई ठिक्कै हुन्छ है यति खाँदा है। यो भिडियो राखिराख्नुहोस् है, कुनै समय तपाईहरुलाई काम लाग्छ है, किनभने त्यो चाहिँ एकदमै नेचुरल कुरा हो नि त। हेर्नुहोस् है यो केरा है।